के तपाईँहरू सोसल मिडिया दिनको 1 देखि 2 घन्टा गरेर पनि राम्रो इन्कम हुन्छ भनेर विश्वास गर्नुहुन्छ? के तपाईँ चाहिँ सानो सानो बच्चाहरूलाई हेरेर घरमै बसेर काम गरेर पनि फाइनेन्सियली इन्डिपेन्डेन्ट हुन सक्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? के तपाईँहरू बेडसाइड नर्सिङ गरेर हत्तु हैरान भएर थाकेर यस्तो कुनै चिजको खोजीमा हुनुहुन्छ जसले तपाईँलाई 3 देखि 5 वर्षसम्ममा रिटायरमेन्ट दिन सक्छ भनेर विश्वास गर्नुहुन्छ? कतिजनाले घर किन्नु भएको भए तपाईँको मर्गेज होला, कतिको कार लोन, स्टुडेन्ट लोन, कतिजनाको त क्रेडिट कार्डको लोन पनि होला। तर त्यो लोनबाट चाहिँ 3 देखि 5 वर्षमा चाहिँ लोन फ्री हुन्छु भनेर विश्वास गर्नुहुन्छ? र के तपाईँ चाहिँ ट्राभल गरिकन हामी जस्तै र अर्न पनि गर्न सक्छु भनेर विश्वास गर्नुहुन्छ? यदि विश्वास गर्न सक्नुहुन्न भने यो भिडियो चाहिँ तपाईँहरूको लागि। सेवारो नमस्ते, मेरो नाम चाहिँ सुषमा। नमस्ते, मेरो नाम सामना भण्डारी। नमस्ते जोजोलप्पा, म चाहिँ मिना। हजुर, हामी तिनजना चाहिँ अहिले आएर चाहिँ यस्तो अमेजिङ प्लेटफर्ममा आबद्ध छौँ जहाँ चाहिँ सुरुमा हामीले तपाईँलाई एउटा सिनेरियो दिएको थियौँ नि, त्योबाट चाहिँ हामीलाई बाहिर निस्किनु अथवा मुक्त हुनको लागि चाहिँ यो प्लेटफर्मले हामीलाई हेल्प गरेको छ। सो हु नोज, भोलि गएर तपाईँको नि लाइफ चेन्ज हुनसक्छ है। त्यही भएर चाहिँ प्लिज कृपया गरेर स्क्रोल नगरिकन पुरै भिडियो हेरिदिनु होला। सो अलिकति मेरो बारेमा भन्नुपर्दाखेरि चाहिँ म चाहिँ ओरिजिनली नेपालको धरानबाट हो। 11 वर्षदेखि यता चाहिँ म चाहिँ न्युयोर्कमा बस्दै आएको थिएँ भने टेन्टेटिभली 4 महिना मात्रै भयो अस्टिनमा मुभ भएको। म चाहिँ सिङ्गल मम हो। प्रोफेसन वाइज चाहिँ म रियल स्टेट एजेन्ट काम गर्थेँ भने अहिले आएर चाहिँ यस, म चाहिँ आफूलाई प्राउड सक्सेसफुल डिजिटल बिजनेस अन्टरप्रेनर भनेर चाहिँ परिचय दिन चाहन्छु। मेरो नाम चाहिँ सामना, मैले भनिहालेँ। म पनि अमेरिका आएको चाहिँ अलमोस्ट 12 इयर्स भइसक्यो है। म चाहिँ प्रोफेसनली नर्स हो। मेरो सानो सानो दुईवटा बच्चाहरू छन् घरमा र मैले मेरो सानो नानीहरू हेरेर चाहिँ मैले बिजनेस गर्दै आएको छु। बिजनेस गर्दै आएको चाहिँ अलमोस्ट 5 इयर्स हुन लागिसक्यो है। मैले मेरो बाबु चाहिँ सानो 1 इयरको हुँदाखेरि मैले बिजनेस स्टार्ट गरेको। किनभने चाहिँ म घर बसेर मेरो बाबुलाई हेर्न चाहन्थेँ। मलाई चाहिँ मेरो बाबुलाई डे केयर राख्न मन थिएन कि सुषमा दिदी। अनि त्यसपछि चाहिँ मैले आफैले घरमा बसेर मेरो आफ्नो बाबुको माइलस्टोन मैले चाहिँ हेर्न पाऊँ र उसलाई चाहिँ मैले आफैले आफ्नो हातले केयर गर्न पाऊँ भनेर चाहिँ घरै बसेर केही गर्न मिल्छ कि भनेर म यति खोजीमा थिएँ। त्यो खोजीको क्रममा चाहिँ मैले यही सोसल मिडियाको थ्रुबाट यो अपर्च्युनिटी मैले भेटेको हो र यही अपर्च्युनिटी मैले स्टार्ट गरेपछिदेखि चाहिँ मैले ब्याक टु मेरो नर्सिङ जबमा जानु परेको छैन, किनभने म चाहिँ एउटा प्रोफेसनल नर्स पनि हो। म चाहिँ मिना श्रेष्ठ। म ओरिजिनली भक्तपुरबाट नेपाल। अहिले चाहिँ म डालस टेक्सास बस्छु। म 2टा बच्चाको आमा, प्रोफेसनली नर्स। अलमोस्ट 20 इयर्स भयो नर्सिङ प्रोफेसनमा भएको। एकदमै डेडिकेटेड नर्स भन्न चाहन्छु आफूलाई। तर अमेरिका जस्तो ठाउँमा आएर बच्चा भइसक्दाखेरि मलाई यस्तो हार्ड हिट भयो सुषमा दिदी। 8 हप्ता सी सेक्सन भएको आमा, 8 हप्ताको बिदा सकेर ब्याक टु नाइट ड्युटी 13-14 घन्टाको नाइट ड्युटी गर्दाखेरि दुखेको घाउ, ढाड, कम्मर, सुन्नेको खुट्टा, यो सबैले गरेर मलाई सोच्न बाध्य बनायो कि यो चाहिँ लाइफ मैले डिजर्भ गर्दिनँ। एज अ हेल्थ केयर प्रोफेसनल म सबैको लागि एडभोकेट गर्छु। एउटा आमाले बच्चालाई मिनिमम 6 महिना एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गर्न पाउनुपर्छ, आफ्नो हेल्थको टेक केयर गर्नुपर्छ। एडभोकेट गर्ने मान्छे जब आफूलाई पढ्दाखेरि चाहिँ मैले कुनै पनि हालतमा एक्स्ट्रा बिदा अनपेड बिदा दियो भनेर नपाउँदाखेरि चाहिँ मलाई एकदमै डिसहार्टन भयो, मलाई चित्त दुख्यो र त्यसले चाहिँ मलाई यो बिजनेसमा डाइभर्ट गर्यो। एक्चुअली बिजनेस माइन्डेड मान्छे होइन म, तर यो बिजनेसले मलाई कहिले पनि इमेजिन नगरेको लाइफस्टाइल चाहिँ मलाई दिएको छ। वाउ। अनिदेखि एज अ इमिग्रेन्ट्स कतिजना तपाईँहरूको नि हाम्रो जस्तै स्टोरी होला, जुन स्टोरीमा चाहिँ म जस्तै होइन, म सेमी बेसमेन्टमा बस्थेँ, अनिदेखि 13-14 घन्टा जति काम गर्दा पनि भनेको जस्तो सेभिङ नहुने अथवा रियल स्टेटमा अर्काको पछि लाग्दा वाक्क दिक्क हुने, अनि आफ्नो परिवारलाई हाम्रो सामना बहिनी र मिना बहिनी जस्तै टाइम दिन नसक्ने, भनेको जस्तो कहिल्यै सेभिङ नहुने। यदि तपाईँहरूको नि त्यस्तै स्थिति छ भने चाहिँ यो प्लेटफर्मले तपाईँहरूलाई होइन तपाईँको लाइफ चेन्ज गर्न सक्छ। अहिले आएर चाहिँ हामी तिनैजना चाहिँ 5 फिगर्स मात्र होइन 6 फिगर्स इन्कम अर्नर त्यहाँसम्म पुगिसकेको छौँ। र यो जुन तपाईँले ग्रान्ड पछाडि देखिराख्नु भएको छ ब्याकग्राउन्ड, यो चाहिँ म्यारिड होटलमा चाहिँ हामी यो युएसको चाहिँ टप 300 लिडर्सहरू मध्येमा चाहिँ चुनेर हिजो चाहिँ हामी यो एवार्ड सेरेमनीमा आएर एवार्ड पनि लिइसकेको छौँ है त। सो यदि तपाईँहरू पनि होइन हामीसँग कनेक्ट हुन चाहनुहुन्छ भने चाहिँ वी आर मोर देन ह्याप्पी टु हेल्प यु होइन। त्यसको लागि चाहिँ तपाईँलाई चाहिँ 19 इयर्सको वेबिनार हुन्छ। हाम्रो वेबसाइटमा तपाईँ जानु होला। वेबसाइटमा क्लिक गरिसकेपछि तपाईँले हाम्रो इमेल हामीलाई दिनु होला। यु विल बी वाचिङ द 90 मिनट्स वेबिनार द्याट विल चेन्ज योर लाइफ। एक्ज्याक्टली। कुनै पनि प्रेसर छैन। हजुरले सोचेर बुझेर आफ्नो ड्यु डिलिजेन्स गर्न सक्नुहुन्छ, रिसर्च गर्न सक्नुहुन्छ। यस।